बालेनलाई गाली दिन्छु भन्नेहरू झोलेहरू जति पनि हुनुहुन्छ, तपाईँहरू विगत 12 वर्षदेखि पूर्ण रूपमा बन्द रहेको देशकै एकमात्र टायर उत्पादक गोर्खाली रबर उद्योग पुनः सञ्चालन गर्न सरकारले तयारी सुरु गरेको छ। उद्योगको वर्तमान अवस्था बुझ्न र सञ्चालनको काखा म्याच्योरिटी तयार पार्न बिच टोलीहरू गोर्खाली स्थित उद्योग परिस्थलको स्थलमा अनुगमन र प्राविधिक अध्ययन गरेका छन्। टोलीको उद्योगको भौतिक पूर्वाधार, मेसिनरी उत्पादन क्षमता र आवश्यक लगानीको विस्तृत अध्ययन गरेको छ। विगतमा ट्रक, कार, जीपका टायरका लागि लोकप्रिय रहेको यो उद्योग फेरि सञ्चालनमा आए स्वदेशी उत्पादन बढ्ने, अर्बौंको टायर आयात घट्ने र ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। कमेन्टमा आएर आफ्नो आफ्नो विचार, मनमा लागेका अपेक्षाहरू भन्नुहोला है त।